हेलो एन्ड नमस्ते सबै साथीहरूलाई धेरै धेरै सम्झनासहित धेरै धेरै नमस्ते। आज चाहिँ अप्रिल 19 2026 म चाहिँ यता हरिशपुरको माथितिर आएको थिएँ कि त्यो चाहिँ मलाई के सम्झना आयो भने हाम्रो नेपालको जुन यता छ नि हामी सुदूरपश्चिमतिर जाँदाखेरिको बाटो जस्तो छ नि होइन, इट्स भेरी नाइस है, एकदम राम्रो बाटो है। यस्तो राम्रो बाटोमा गाउँमा उहाँहरूको अलिकति टाढो भयो भने गाउँतिर भयो भने यस्तो राम्रो बाटोहरू छ है, एकदम फेन्सिङ यस्तो ठाउँ चाहिँ जङ्गल है, हाम्रो नेपालको जस्तै सेम त्यस्तै जङ्गलहरू भेटेँ र त्यही भएर मैले चाहिँ हजुरहरूमा सेयर गर्न चाहिनँ होइन। गुन्ज ब्लग्स नेपालमा चाहिँ यहाँहरू सबैलाई स्वागत गर्न चाहिँ एगेन एन्ड गुड मर्निङ एन्ड नमस्ते पनि भन्न चाहेँ। यहाँहरू सबैलाई धेरै धेरै सम्झनासहित म यो सानो भिडियो चाहिँ यहाँ तपाईँहरू माझ राख्न चाहेँ। खास त्यस्तो स्पेसल त होइन होइन, अब यसो हजुरहरूसँग पनि यसो सेयर गर्न मन लाग्यो भएर यहाँ चाहिँ धेरै अवसरहरू पनि छ होइन। अब त्यही अवसरहरूलाई चाहिँ आफूले सदुपयोग गर्न सक्नु पऱ्यो। त्यो अवसरलाई आफूले भनौँ न होइन खट्न सक्यो, त्यही अनुसार चाहिँ मेहनत होइन अब स्ट्रगल गर्न सक्यो भने चाहिँ अब केही बनिन्छ, केही गर्न सकेला है। तपाईँ चाहिँ गाह्रो छ तपाईँको है, हामीले सोचेको जस्तो चाहिँ न मेरो विचारमा चाहिँ है, अरू साथीहरूलाई त अब त्यस्तो नहोला होइन, उहाँहरूलाई त अब राम्रै होला जस्तो लाग्छ है। मेरो आफ्नो अनुभवमा चाहिँ सबै चिज राम्रो भनौँ न, यहाँ चाहिँ नेट हार्ड वर्क है, तपाईँको एकदम हार्ड वर्क चाहिँ चाहिन्छ नै भनौँ न। अहिलेको महँगी अनुसार चाहिँ तपाईँको होइन अब यसो हेर्दाखेरि आफ्नो उता नै सस्तो जस्तो लाग्यो है। अब हेर्दाखेरि चाहिँ अब उताको यता गर्दा चाहिँ अलिकति देखिने हो। यो अवसरलाई भनौँ न होइन सदुपयोग गर्दै पनि रातको भन्दा पनि भयो है। यस्तो गाउँतिर घुम्नु पाउन चाहिँ एकदम खुसी लाग्छ होइन। घुम्म भएर बसिरहेको मनलाई चाहिँ होइन यस्तो हराबडा जङ्गलभित्र जान घुम्न पाउँदा चाहिँ होइन एकदम आनन्द जस्तो लाग्छ। त्यही भएर यहाँहरूमा चाहिँ मैले सेयर गर्न चाहेँ होइन। यहाँ चाहिँ अब भन्दा 2-3 महिना जति हिउँ पर्छ नै, हिउँ परुन्जेल चाहिँ चिसो होइन। अरू बेला चाहिँ वेदरहरू एकदम राम्रो हाम्रो नेपालको जस्तै छ भन्नु पऱ्यो। द्याट्स नट डिफ्रेन्ट भनौँ नेपालभन्दा। जो चाहिँ अलिकति चिसो चिसो पनि छ, अलि पानी परिदिएको छ तपाईँको होइन। पानी परेको भएर आज चाहिँ अलिकति चिसो छ, बिस्तारै हरियालीहरू फुलहरू भनौँ न होइन, रुखहरू पनि अलिकति हरियाली हुँदैछ। पहिले अब यहाँ चाहिँ अब एकचोटि सेतो नै हुँदो रहेछ, हिउँले पुरै नै ढाकिँदो रहेछ। त्यसपछि बिचरा सबै नाङ्गो झार्ने हुन्छ, त्यसपछि फेरि पालुवा होइन फेरि भ्युजिन्छ भनौँ न होइन। हामी सुतेपछि फेरि राम्रो हराभरा हुँदै यङ हुँदै फेरि बुढेसकाल हुँदै होइन फेरि झारझुर गरेर केही देखिँदैन त्यसपछि त्यस्तो हुँदो रहेछ होइन। त्यही भएर धेरै राम्रो छ भनौँ न होइन। यहाँको जुन वेदर वातावरण होइन, नो पल्युसन, एउटै पल्युसनदेखि छैन यहाँ। जस्तो हाम्रो नेपालमा जस्तो पल्युसन चाहिँ एकदम पल्युसन मुक्त नै हो। यहाँको जङ्गलको चाहिँ एउटा अचम्म के छ भने यहाँ दाउराहरू सबै तपाईँको छ नि होइन, त्यही जङ्गलमै ढल्छ, त्यहीँ भनौँ कुहिन्छ होइन, त्यही नै हुँदो रहेछ। हाम्रो नेपालको भनौँ न राष्ट्रिय निकुञ्जतिर चाहिँ त्यसरी देखाएको थिएँ मैले, जङ्गल रुखहरू त्यहीँ कुहिने, बाहिर लान नपाउने होइन। यहाँ चाहिँ हजुरको यहाँ पनि त्यस्तै रहेछ, अब कसैले युज गर्ने होइन होइन, युज नगरिकन त्यहीँ कुहिँदो रहेछ होइन, त्यहीँ मल हुने होइन, सबै चिज त्यहीँ हुँदो रहेछ। यो चाहिँ यस्तो राम्रो गाउँहरू छ होइन। सो यहाँदेखि ट्राभलिङ गर्दै हिँड्दा राम्रो रमाइलो इट्स मर्निङ होइन, बिहान पाखातिर सूर्य हाम्रो चाहिँ धेरै खुसी नै हुन्छ। सबै आफ्नो गन्तव्यतिर दौडिरहेको हुन्छ यहाँहरू होइन। खाने भनौँ न टिफिन टी ब्रेक जस्तो यसो टी ब्रेक पनि अनि
स्वच्छ खानालाई पनि यसो अलिअलि आफूलाई पनि खर्च हुन्छ भनेर यसो हिँडे हुन्छ यहाँ चाहिँ चोक आइपुग्यो चोकमा चाहिँ चोकमा चाहिँ अब कसले रोक्ने कसले जाने भन्ने हुन्छ क्या नेपालको जता बुझ्दै नमिल्दैन है उस फलो गरेर भने हरान प्ल्या हरान हानिहाल्छ गाह्रो छ हो यहाँ ड्राइभिङ गर्न पनि गाह्रो भन्दा पनि उसमा भनौँ न होइन आफ्नो लाइन रुल्स रेगुलेसनमा बस्यो भने गाह्रो छैन होइन त्योभन्दा तल माथि गर्न थाल्यो भने गाह्रो नै हुन्छ फेरि कारवाही पनि कडा नै हुन्छ क्या यहाँको तपाईँको चाहिँ होइन त्यस्तो छैन टिकट पाएपछि तपाईँको लाइफभरि नै बस्छ कति वर्षमा बस्छ क्या अनि बल्ल डिलिट हुन्छ तपाईँको इनकेस टिकट पायो भने त जाहिर खाँदा पनि गाह्रो छ ड्राइभिङ किनभने पुरा इन्भेस्टिगेसन पुरा उहरू गर्छ नि यिनीहरूले अनि बल्ल नै अनि त्यो सबै क्लियर भइसकेपछि ओ इज गुड भनेर मात्रै लिने हो यदि ड्राइभिङमा मात्रै भनौँ न होइन अलिकति नराम्रोहरू देख्यो भने यिनीहरूले लिँदैन ड्राइभरलाई पनि ड्राइभिङ गर्दा पनि भनौँ न होइन ड्राइभिङ जब गर्छु भन्दा पनि अफिसियल रूपमा चाहिँ पाएन तपाईँले आफ्नो पर्सनल रूपमा त तपाईँ चलाउनु पाउनुभयो अझ पताप त भनौँ न होइन मापसी गरेर त झन् चान्सेस छैन होइन जेल पो हाल्छ यहाँ त मापसी गरेर फेरि चलायो भने हाम्रोमा त होइन यसो पलसल बनाइदिन्छ छोडिदिन्छ होइन पैसा सैसा अलिकति जरिमाना तिराएर छोडिदिन्छ यहाँ चाहिँ गाह्रो छ त्यस्तो पऱ्यो भने जेल नै हाल्छ चाहिँ यस्तो छ हौ साथीहरू अझ भनौँ न होइन अब यहाँको पनि 15, 16, 17 महिना जस्तो भइसक्यो खास त माखो पनि मार्न सकेको छैन है खालि यस्तो काम ट्राई कोसिस गरिरहेछौँ साथीहरूलाई पनि अब भेट्ने छ नै होइन अब सायद अब छिटो नै भेटिन्छ होला भनौँ न होइन भिडियो ब्लग्स नेपाल चाहिँ खास त्यस्तो क्रिएटर त्यस्तो कन्टेन्ट बनाउन जान्ने मान्छे त होइन नै हो खास यसो ट्राई मात्रै गरेको थियो होइन ट्राई गर्दा पनि धेरै राम्रो रेस्पोन्सहरू त आएको थियो फेरि पछि बिचमा ब्रेक भयो अल्छी भन्दा पनि अब त्यति लागेन मोनिटाइज गर्न धेरै गाह्रो कति हजार पनि के अरे भनेर छोडिदिएको अब अहिले चाहिँ फेरि यसो तपाईँहरूमा चाहिँ होइन यतातिर अब घुमेको ठाउँ राम्रो ठाउँ चाहिँ यसो सेयर गर्न मन लागेर सेयर गर्दैछु मनपर्छ भने आज लाइक गरिदिनु होला होइन कमेन्ट गरिदिनुहोस् होइन हाम्रो नेपालमा पनि यस्तै बाटो यस्तै जङ्गल जहिले पनि हरा स्वच्छ हरपर होइन कसैले पनि जङ्गल नकाट्ने भनौँ न होइन अब राम्रोसँग चाहिँ होइन त्यही भएर होला यहाँ पल्युसन नभएको तपाईँको जग्गाहरू के अरे जङ्गल धेरै रुखहरू छ होइन त्यो रुखले नै अब त्यो नराम्रो चिजहरूलाई चाहिँ अब सोचिन्छ होला सायद अक्सिजन हामीले दिन्छ होइन त्यही भएर तपाईँको यहाँ जति जुत्ता लगायो कभर लगायो त्यति मैलो हुँदैन तपाईँको हाम्रो पसिना नै हाम्रो एकै दिनमा खत्तम हुन्छ होइन सेतो त लाउने हुँदैन यहाँ चाहिँ त्यस्तो हुँदैन पसिना टन्नै आउँछ आए पनि जस्तो त्यस्तो फोहोर हुँदैन त्यही भएर पल्युसन मुक्त भनौँ न होइन जङ्गल चाहिन्छ हरपर चाहिन्छ भन्थ्यो नि होइन पहिलो हाम्रो पनि हरियो वन नेपालको धन भन्थ्यो है अब के होइन त्यस्तो व्यवस्थित रूपमा चाहिँ हामीले संरक्षित गरेर राख्न नसकेको जस्तो लाग्छ होइन हामीले पढ्दा चाहिँ पढाएको थियो त्यही हिसाबले चाहिँ वन कतिको महत्त्व रहेछ जङ्गल भन्ने कुरो अब यहाँ चाहिँ अब हजुरको घर नजिक रुख पऱ्यो भने यहाँ रुखहरू काटिँदैन आफ्नो जग्गामा पऱ्यो भने रुखलाई चाहिँ यहाँ कोही काट्न पाउँदैन हो कि अब काट्दैन तर हाम्रो नेपालतिर त होइन मलाई सेभ भयो मेरो बाली भएन भनेर रुख लगायो भने रुखहरू काटेर होइन खत्तम बनाइदिन्छ त्यो मेरै चिज मेरै अनुभवहरू नै छ नि होइन मेरो अब आफ्नै बारीमा मैले रुख लगायो भने तपाईँको छ नि होइन अरूले काटिदिने उसलाई के अरे सेभ हुन्छ अरे बाली हुँदैन रे भन्छ अब यहाँ त त्यो काट्ने चान्सेस छैन काटै कारवाही हुँदो रहेछ यहाँ त त्यस्तो भएर चाहिँ होइन अब त्यही भएर पनि होला यहाँ हरियाली जङ्गलहरू यति राम्रो छ तपाईँको सबै आफ्नो रुल्स रेगुलेसनमा दौडिरहेको हुन्छ होइन अब सबै आफ्नो गन्तव्यतिर पुग्नको लागि हिँडिरहेको हुन्छ मान्छेहरू होइन लाइफ त्यही त हो नि अब स्ट्रगल होइन सबैलाई बाँच्नलाई अब पैसै चाहिएको छ होइन पैसा नभयो भने केही पनि हुँदैन लाइफ गर्नलाई सर्भ गर्न नै गाह्रो हुन्छ होइन त्यही भएर यहाँ चाहिँ अवसरहरू धेरै छ तपाईँले केही अवसर गर्ने होइन तपाईँ दुःख गर्न सक्नुभयो भने वेहरू धेरै नै छ अन्त हाम्रो नेपाल पनि अहिले पठाउहरू होइन भ्यायो भने टाइमले भ्यायो भने पठाउहरू
छैन भनौँ न होइन गन्न हान्ने मान्छे के भन्छ भन्दै म अहिले चाहिँ हजुरहरू माझबाट बिदा हुन चाहेँ यति भन्दै होइन धेरै धेरै सम्झना सहित धेरै धेरै माया गरिदिनु होला भन्दै गुन्ज ब्लगको तर्फबाट ढिलै भयो भने नयाँ वर्ष 2083 सालको शुभकामना होइन तपाईँहरू सबैको राम्रो शान्ति होइन अब स्वस्थ होइन अब रहोस् होइन यो 2083 साल भन्दै अहिले चाहिँ म बिदा हुन चाहेँ नमस्ते फ्रम द ब्लग्स नेपाल एन्ड हेभ अ नाइस डे पनि भन्न चाहेँ थ्याङ्क यू सो मच फर वाचिङ